गुरुहरूले आफ्नो भूमिकालाई अगाडि बढाउनुपर्छ। धर्मप्रतिको जो केही घटेको विश्वासहरू पनि यो एउटा चाहिँ बढेर जान सक्छ भन्ने विषयवस्तुहरू म राख्न चाहन्छु। उहाँले जनपक्षीय संविधान निर्माणमा आफूहरू समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सर्वहारा मजदुर किसान सबै उत्पीडित जाति वर्ग लिङ्ग क्षेत्रको पूर्ण अधिकार सुनिश्चित हुने गरी संविधान बन्नुपर्छ र त्यो संविधान असत्य बहुसंख्यक गरिब सर्वहारा मजदुरको पक्षमा हुनैपर्छ। जनताको विकास निर्माणको कामहरूलाई खिम्ती नामाडी बेताली रसनाल हुँदै अगाडि बढ्ने सडकको सन्दर्भ यसरी राष्ट्रिय योजना आयोगमा यो विषयहरू पारिएको छ। निरन्तर जनताको सेवा गरिरहने र गरिरहन्छु भन्ने प्रतिबद्धता जाहेर गर्दै यहाँहरूबाट बिदा हुन्छु। हस्त क्रान्तिकारी लाल सलाम। नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्व जलस्रोत मन्त्री लक्ष्मण घिमिरेले शान्तिको मन्त्रोच्चारणसँगै निकै आकर्षक ढङ्गले सम्बोधन गर्नुभयो। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्ति शान्ति शान्ति। नेपाल हिमालको काखमा रहेको र हिमालय पर्वत लगायत नेपाल अत्यन्त नै ऋषिमुनिहरूको पवित्र स्थल रहेको कुरा हाम्रा पुराणहरूले स्मृतिले श्रुतिले पनि बारम्बार त्यहाँ हामीले अध्ययन गर्यौं भने पाउँछौँ। तन्मे मन शिव संकल्पमस्तु, हाम्रा मन शुभ विचार गर्ने होस्। आनो भद्रा कर्तव्यो यन्तु विश्वत, कल्याणकारी कसैको दबावमा नआउने अपराजित समुन्नतिकारक शुभ कर्महरूलाई हामी सबैतिरबाट प्राप्त गरौँ। कति राम्रो कुराहरू हाम्रा ऋषिहरूले हामीलाई दिएका छन्। राजनीति भन्दा केही टाढाको यो धार्मिक सभाले आफ्नो पनि आत्मा चोखो पार्ने मौका मिलेको बताउँदै उहाँले संसारका सबै धर्महरूको एउटै मूल भाव शान्ति भएको धारणा राख्दै शान्तिको लागि मन्त्रोच्चारण गरी आफ्नो मन्तव्य टुङ्ग्याउनु भएको थियो। आज राजनीतिबाट अलि टाढा रहेर यस धार्मिक कार्यक्रममा सम्मिलित हुन पाएकोमा म यसै प्रफुल्लित छु, गौरवान्वित छु। ओम देव शान्ति, अन्तरिक्षको शान्ति, पृथ्वी शान्ति, राप शान्ति, रोषद शान्ति। अर्थात् जल रूपमा पनि शान्ति होस्, औषधि रूपमा पनि शान्ति होस्, वनस्पति रूपमा पनि शान्ति होस्, सर्वजगत रूप शान्ति र संसारमा स्वभावतः जो शान्ति रहन्छ त्यो शान्ति हामीहरूलाई पनि परमात्माको कृपाले प्राप्त होस्। धन्यवाद दिँदै बिदा हुन्छु। ओम शान्ति शान्ति शान्ति। कार्यक्रममा बोल्दै गलेश्वर आश्रम देवघाट धामका पीठाधीश एवं नेपाल सन्त समाजका अध्यक्ष परमहंस शिरोमणि श्री 1008 स्वामी आत्मानन्द गिरिज्यूले सुख र शान्ति प्राप्तिको मूल सूत्र भौतिक नभई आध्यात्मिक र नैतिक विकास हो भन्दै यो मन्दिर सबै धर्मावलम्बीहरूको आस्थाको केन्द्र बन्नुपर्ने र यसले सामाजिक सद्भाव बढाउन टेवा पुर्याउने धारणा राख्नुभयो। वास्तवमा संसार दुईटा पाटोले जोडिएको छ। एउटा भौतिक पक्ष, दोस्रो आध्यात्मिक पक्ष। भौतिक पक्ष जड और प्रकृतिको कार्यले सम्पन्न छ। अध्यात्म पक्ष आत्मा चैतन्य या परमात्माको सत्ताले सम्पन्न छ। ये दुईटा सत्तालाई समानान्तर रूपमा अगाडि बढाउनु नै मानव जीवनको विकास हो, उन्नति हो। आध्यात्मिक और नैतिक विकास नभइकन भौतिक विकास मात्रले कोही पनि मनुष्य सुख, शान्ति और आनन्दको अनुभव गर्न सक्दैन। केवल भौतिक विकासको माध्यमबाट सुख और शान्ति और समृद्धि प्राप्त गराउन चाहन्छु भन्ने ती तमाम भ्रान्त मनुष्यहरूलाई म यो भन्न चाहन्छु कि जतिसुकै भौतिक विकास गरे तापनि यदि मानवमा मानवीय आध्यात्मिक गुणहरूको विकास हुन सकेन भने त्यो भौतिक विकास मुर्दा विकास हो। और यसको समुद्घाटन समारोहमा आएका तमाम धार्मिक आस्था भएका जनताहरूको, हर पार्टी का जनता को इस आस्था को केंद्र हो, हर जाति का जनता को यह आस्था को केंद्र हो, हर संप्रदाय की जनता को यह आस्था को केंद्र हो। एउटा सबै मिलेर आस्था और श्रद्धा
आफ्नो अभिव्यक्त गर्ने धार्मिक ढलोको रूपमा यो विकास होस्, यही मेरो हार्दिक शुभकामना। हरिओम। कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभाका सम्माननीय सभामुख श्री सुभाष चन्द्र नेमवाङज्यूले रामेछापसँग आफ्नो बाल्यकालदेखिको सम्बन्धलाई यसरी रमाइलो ढङ्गले सम्झिनुभयो। मलाई सम्झना छ धेरै सानो छँदाको, म यहीँ पर रहेको सिन्धुलीगढीमा झन्डै 17-18 सालतिर, जति बेला म साह्रै सानो पुच्छे थिएँ र यो सुन्दर हिम श्रृङ्खलालाई हेर्दै मैले धेरै समय व्यतीत गरेँ। अनि ऊ त्यो पारीको डाँडाहरू भनेको रामेछाप हो भनेर मलाई चिनाइदिएको अहिले पनि सम्झना छ। यो मेरो दुर्भाग्य हो, मैले त्यही परबाट हेर्नु बाहेक रामेछापमा आफै उपस्थित भएर यहाँहरूसँग भेटघाट गर्ने अवसर संयोग अहिलेसम्म प्राप्त भएको थिएन। त्यसैले पहिलो पटक मैले सानो छँदा देखेको रामेछाप बेला मौकामा पूर्वाञ्चल जाँदा हवाईजहाजबाट ऊ त्यो रामेछाप हो भनेर देखाइएको रामेछाप र सदा सर्वदा मलाई यो सम्झनामा रहनेछ, अविस्मरणीय रहनेछ। सबै धर्मप्रति सम्मानको आधार तयार गर्दै संविधान निर्माण गर्नमा तपाईहरूको यो आजको भेटघाटले मलाई थप बल प्राप्त भएको छ। यहाँहरूको समस्याहरूसँग जुझ्ने क्रममा यहाँहरूलाई मेरो तर्फबाट कुनै पहल सहयोग समर्थनको आवश्यकता पर्यो भने मेरो तपाईहरूलाई पूर्णतः सहयोग र समर्थन रहनेछ। यो मन्दिरको निर्माण र प्राण प्रतिष्ठाले यस क्षेत्रको धार्मिक पर्यटन लगायतका क्षेत्रमा पनि यसले सघाउ पुग्ने म विश्वास व्यक्त गर्दछु। अहिलेको मुख्य काम संविधान निर्माण, दिगो शान्तिको स्थापना र लोकतन्त्रको संस्थागत विकास भएकाले सबै दल र नागरिक समाज एकताबद्ध हुनुपर्ने र एकताबद्ध गर्ने सूत्र धर्म नै रहेको धारणा उहाँले व्यक्त गर्नुभयो। वास्तवमा अहिले सबैभन्दा बढी मुलुकको लागि एउटा सुदृढ एकताको आवश्यकता छ। सबै जाति, भाषा, धर्म र संस्कृतिका जनता एकजुट भएर अगाडि बढ्दा हामीले त्यो अप्ठ्यारोहरूलाई पार लगाएका छौँ। ती चुनौती र सङ्कटहरूलाई हामीले पराजित गरेका छौँ र त्यसलाई अवसर र सम्भावनामा रूपान्तरण गरेका छौँ र धेरै ठुला ठुला उपलब्धिहरू हासिल गरेका छौँ। हाम्रो नयाँ संविधान जसले लोकतान्त्रिक प्रक्रिया र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँछ, हामीले प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्छ, आन्दोलनको मूल लक्ष्य प्राप्त हुन्छ, त्यो सम्पूर्ण कुराको लागि निर्धारित समयमा संविधान बन्नुपर्छ। म तपाईहरूलाई विश्वस्त तुल्याउन चाहन्छु, हाम्रो नयाँ संविधान 2067 साल ज्येष्ठ 14 गते भित्रमा बनाउन सकिन्छ, बन्नुपर्छ र हामी बनाउँछौँ। म तपाईहरूलाई यति कुरा आग्रह गर्न चाहन्छु। तपाईहरूको यहाँको जुन उपस्थिति, अघिको यहाँहरूको झाँकी प्रदर्शन, संस्कृतिको प्रदर्शन, शेर्पाहरूको, तामाङहरूको, अरू संस्कृति धर्मावलम्बीहरू सबै एकजुट भएर जसरी यहाँ तपाईहरू भेला हुनुभएको छ, यो महत्त्वपूर्ण कार्यक्रमको लागि नेपाली जनतामा रहेको यो धार्मिक सहिष्णुतालाई अझ ठोस र मजबुत बनाएर यो मुलुकका जनता एकजुट भएर अगाडि बढ्नुपर्छ। म आग्रह गर्न चाहन्छु, यो कार्य सम्पन्न गर्नमा यो मुलुकका राजनीतिक दलहरूले भूमिका निर्वाह गर्नुपर्छ, सामाजिक संस्थाहरूले भूमिका खेल्नुपर्छ र साथसाथै धार्मिक संस्थाहरूले, धर्मावलम्बीहरूले र तपाईँ जस्ता मित्रहरूले यो भूमिका खेल्न सक्नुहुन्छ। मधेसदेखि हिमालसम्मका सबै जाति, भाषा, धर्म र संस्कृतिका जनतालाई तपाईहरू एक गठ बनाउन सक्नुहुन्छ, एकजुट बनाउन सक्नुहुन्छ। त्यो भूमिका यहाँहरूले निर्वाह गर्दा यो मुलुक एकजुट हुन्छ। यो मुलुक एकजुट हुँदा हामी निर्धारित समयमा हाम्रा सम्पूर्ण लक्ष्यहरू प्राप्त गर्न सक्छौँ। यही शुभकामना दिनको लागि पनि म यहाँ उपस्थित छु। एकजुट भएर अगाडि बढ्नुहोस्। तपाईहरूका प्रत्येक अभियानमा मेरो तपाईहरूलाई साथ, सहयोग र समर्थन रहनेछ भन्ने कुरा आग्रह गर्दै बिदा पनि चाहन्छु। फेरि एकपटक बधाई, धन्यवाद र शुभकामना। हवस् त, धन्यवाद, नमस्कार। कार्यक्रममा मुख्य आकर्षणको केन्द्र बन्नुभएका
विशिष्ट अतिथि रमण रेतीधाम मथुरा वृन्दावन भारतका परम श्रद्धेय अनन्त श्री विभूषित कार्षणी पीठाधीश्वर श्री 1008 स्वामी गुरु शरणानन्द श्री महाराजले वैदिक विधि अनुसार मन्त्रोच्चारण र श्लोक वाचन गर्दै धार्मिक, आध्यात्मिक, नैतिक, बौद्धिक र तर्कपूर्ण प्रवचनले समस्त गाउँवासी भक्तजनहरूमा न्यानो मायाको साटासाट गर्नुभयो। कृष्णाय वासुदेवाय प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। वैदिक संस्कृति वैश्विक संस्कृति का शिरोभूत ये उत्तुंग हिमालय और हिमालय की अधित्यका में स्थित इस पवित्रतम नेपाल राष्ट्र में आना किसी के लिए भी सौभाग्य की बात है। नेपाल र नेपालीहरूको सभ्यता र शालीनताले आफूलाई आकर्षित गरेको कुरा समेत व्यक्त गर्न नछुटाउनु भएका महाराजले भौतिक विकास बिना आध्यात्मिक र नैतिक विकास सम्भव नभएको धारणा व्यक्त गर्नुभयो। हम यहाँ की पवित्रता से, हम यहाँ की सद्भावना से, हम यहाँ के प्रेम की भावना से अति परिचित हैं। हम नेपाल राष्ट्र के समस्त नागरिकों का अति गौरव पूर्वक वंदन और अभिनंदन करते हैं। निकै बौद्धिक र उत्साहवर्धक प्रवचनमा उहाँले विभिन्न उत्कृष्ट उदाहरणहरू प्रस्तुत गर्दै सैद्धान्तिक कुरालाई व्यवहारिक बनाउने उपाय बताउँदै गर्दा उपस्थित भक्तजनहरू निकै चाखका साथ ध्यानमग्न भई सुनिरहेका देखिन्थे। ये आध्यात्मिक और धार्मिक उन्नति जब तक भौतिक उन्नति नहीं होगी तब तक संभव नहीं है। संपूर्ण राष्ट्र एक शरीर है, इसके एक एक नागरिक इस शरीर के अंग है। यदि एक अंग में भी पीड़ा होती है तो पूरा शरीर कभी स्वस्थ नहीं रह सकता है। यदि इस शरीर के पैर में कांटा चुभता है और हाथ ये सोचे कि ये कांटा तो पैर में लगा हुआ है, हमें क्या आवश्यकता है, तो अगर कांटा नहीं निकाला गया, हाथ ने प्रयास नहीं किया, केवल अपने ही लिए इसने संचय किया, तो आप समझे यदि पैर में गैंग्रीन होगा तो उस गैंग्रीन का परिणाम इस हाथ को भी भोगना पड़ेगा, इस आंख को भी भोगना पड़ेगा, इस माथे को भी भोगना पड़ेगा। इसलिए हमारा आग्रह और यही धर्म का सबसे बड़ा आदेश है, नैमानवाद परम किंचित, मनुष्य से बढ़कर के कोई नहीं। हम जब कल आ रहे थे हेलीकॉप्टर से तो मैंने पूछा ये इतने ऊंचे ये गांव है, यहाँ के लोग जल कैसे पीते होंगे, और हमको बताया गया कि महाराज 3 घंटे में ये जल लेकर के पहुँचते हैं। तो हमको बहुत पीड़ा हुई। मुझे एक कथा याद आ गई। जब मैं एक बार मैनेजमेंट कॉलेज में प्रवचन देने के लिए गया था तो एक व्यक्ति समग्र क्षेत्र का परिवर्तन कैसे कर सकता है इसका उदाहरण सामने आया। एक पहाड़ी गांव में इसी प्रकार जल की अव्यवस्था थी। उस गांव का एक निवासी, उसने देखा कि झरने का पानी नीचे की ओर बहता है। उसने सोचा कि हमारे लोग 3 घंटे ऊपर पानी लेने जाते हैं और 3 घंटे पानी ले करके आते हैं, इनके 6 मैन आवर 6 घंटे नष्ट होते हैं। तो उसने ढाल की तरफ जल को बहते हुए देख करके बांस के अंदर छेद करके और पानी को उस छेद के माध्यम से नीचे गांव तक ले आने का सफल प्रयास किया। अब हर व्यक्ति को, चाहे वो धनी हो, चाहे गरीब हो, चाहे किसी परिस्थिति को हो, सबको सहज रूप से जल उपलब्ध होने लग गया। अब उस व्यक्ति ने कहा अब मैं आपको जल दूंगा,
लेकिन आपको 3 घंटे हमको देने पड़ेंगे। लोग बड़े प्रसन्न हुए। पहाड़ पे जाना नहीं, पहाड़ पे उतरना नहीं, 3 घंटे के अंदर हमारे घर के लिए, हमारे पशुओं के लिए, सबके लिए यथेष्ट जल मिल जाएगा। सब लोग बड़े प्रसन्न हुए। अब इस प्रकार से उस किसी को उसने खेती में लगा दिया, मेरे खेती का काम